यिनीहरूको रातो यिनीहरूको कालो कम्पिटिसन रहेछ क्या यिनीहरूको ऊ होइन यिनीहरू खेलेर सकेर फर्स्ट सेकेन्ड थर्डको छुट्टै छ हो यिनीहरू यहाँबाट सागरता फ्यामिली पनि देखिने रहेछ है सागरता फ्यामिलीको चर्चको टुप्पो चाहिँ देखिने रहेछ क्या होइन पुरै यहाँबाट बार्सिलोना सिटी यहाँबाट यस्तो देखिने रहेछ क्या आउन सक्नुहुन्छ यो चाहिँ वान अफ द बेस्ट पर्यटकीय गन्तव्य स्थल हो होइन तपाईहरू जङ्गलको मजा लिन चाहनुहुन्छ भने पनि यहाँभित्र जङ्गल छ होइन भन्न खोजेको बार्सिलोनाको एकदमै भिडभाड कामको व्यस्तताको कारण होइन एकदम मनलाई आनन्द लिने शीतल लिने हो भने चाहिँ तपाईँहरू यो प्लेस आउन सक्नुहुन्छ होइन यता जङ्गलको यो भित्र पार्कहरू राम्रो छ भने तपाईँहरू अब गर्मीमा नुहाउन चाहनुहुन्छ भने स्विमिङ गर्न चाहनुहुन्छ भने यहाँ आउन सक्नुहुन्छ है ल अवश्य आउनु होला घुम्नलाई भने पनि आउन सक्नुहुन्छ है फ्रीमा हो है फेरि कस्ट लाग्दैन यहाँ आएर बस ल साथीहरू हामी चाहिँ रेडी भएर हिँडिसकेका छौँ बार्सिलोनाको स्पेनको बार्सिलोनामा एउटा चाहिँ प्यारालालमा चाहिँ एकदम राम्रो खालको पर्यटकीय स्थल गन्तव्य छ भनेर हामी चाहिँ हेर्न जाँदैछौँ होइन ठिक छ हामी अहिले वेमा छौँ यहाँ दाजु हुनुहुन्छ मेरो पछाडि एउटा होइन अनि त्यसपछि हामी दुईजना यसरी लखर बादलोनाबाट हामी अब यहाँबाट मेट्रो चढ्छौँ है त यो मेट्रो चाहिँ साह्रै प्याक रहेछ साथी हो प्याक छ हेरौँ के हुन्छ बस्ने ठाउँमै छैन उभिरहेको हो कि देख्न सक्नुहुन्छ यहाँबाट चाहिँ हामी जाँदैछौँ यो बाटो डाँडा सही डाँडा छ माथि पर्यटकीय गन्तव्य स्थल डाँडातिर जाँदैछौँ है ल साथीहरू यहाँ चाहिँ एकदमै चिसो भन्न खोजेको अब यो हरियाली होइन अब यो भनौँ न प्राकृतिक रूपले चाहिँ शीतल आउने ठाउँ के जस्तो वन जङ्गल जस्तो त्यस्तो ठुलो वन जङ्गल होइन तर पर्यटकीय स्थल हो पार्क जस्तो कति राम्रो ल हेरौँ न यहाँ तपाईँहरू चाहिँ बार्सिलोनामा हुनुहुन्छ भिडभाडमा हुनुहुन्छ यसरी मान्छेहरू हिँडेर आएको हुन्छन् होइन अब यस्तो हो हाम्रो सम्धी अगाडि हिँड्दै हुनुहुन्छ करिब 10 मिनटको यात्रापछि हिँडेर पछि हामी यहाँ माथि डाँडामा आइपुग्यौँ एकदमै सुन्दर छ यो डाँडा चाहिँ तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ होइन केबल कार देख्नुभयो केबल कार पनि आउँदो रहेछ तलबाट होइन ल हेर्नु यहाँबाट होइन आनन्दले ल हेर्नु यस्तो रमाइलो चलिरह इन्जोय भइरह ल हेर्नु यहाँ यस्तो राम्रो ठाउँ छ ल हेर्नु ल स्विमिङ गर्ने आनन्दले यहाँ बस्ने यता ऊ के चलिरह यता के चलिरह यताहरू मान्छे यत्रो छ होइन बवाल ठाउँ हो यो सबैजना आउनु होला है प्यारालालको ल म यहाँ भ्यू हेर्नु न यहाँ भ्यू सरी यहाँ हेर्नु न भ्यू प्यारालालको भ्यू हेर्नु ल सहरको भ्यू ए भ्यू हेर्नु कति राम्रो छ ल ए उता सुटिङ चलिरहेको है यहाँ सुटिङ चलिरहेको यता तल गएर न अहिले म देखाउँछु तपाईँहरूलाई स्विमिङ गर्नुहुन्छ नि यहाँ गर्न सक्नुहुन्छ होइन ल हेर्नु मेरो पछाडि देख्न सक्नुहुन्छ होइन मान्छे आफआफ्नै धुनमा रमाइलो छ आफआफ्नै धुनमा रमाइलो गरेका छन् बसेका छन् खान्छन् टुरिस्टहरू ल साथीहरू तपाईँहरू आउन सक्नुहुन्छ है त म एड्रेस पिन गरिदिन्छु पौडी खेले हो पौडी खेलेर सकिसक्यो यिनीहरू यो त लाग्यो यो एउटा ब्लू कलरको ग्रुप अर्को डार्क ब्लू कलरको ग्रुप यिनीहरूको कालो कलरको ग्रुप यस्तो रमाइलो गरेर यहाँ मान्छेहरू होइन पुरा स्विमिङ गर्ने है नाङ्गै बस्ने नाङ्गै त होइन यो भनौँ न यहाँको मान्छेलाई केही मतलब छैन यहाँनिर फ्यामिली ल्याउने इन्जोय गर्ने स्विमिङ गर्ने आनन्दले यहाँ यो ठाउँ हो है यो चाहिँ है तपाईहरु नि आउन सक्नुहुन्छ इन्जोय लिन सक्नुहुन्छ स्विमिङ गर्न सक्नुहुन्छ है ल ल कत्रो अग्लो मान्छे हो यो मान्छे त यार
कति हाइट हो यो केटी त्यहाँ 7 फुट 6 हो अझै बढी होला 7 फुट भन्दा नि ल हेर होइन सबै मजाले स्विमिङ गर्दैछन् होइन यस्तो मजाले स्विमिङ गरेर यस्तो आनन्द लिँदैछ है यहाँ बच्चादेखि बुढासम्म हरेक फ्यामिलीदेखि लिएर केटाकेटी युवा युवती ल पछाडिको सिन पनि हेर्नु बार्सिलोना सागरता फ्यामिली एभ्रिथिङ कुरा छ है यहाँ ल आनन्दले घाम ताप्ने पछाडि हेर्नु न आनन्दले घाम ताप्ने नुहाउने बडी लोसन लाउने आनन्दले घाम ताप्ने सबै है केटाकेटीहरू ल तपाईँहरू आउनु सक्नुहुन्छ है बार्सिलोनाबाट प्यारालेल आएर प्यारालेल है के 2 मिनटको हिँडाइपछि है त्यसपछि माथि आउनुहुन्छ माथिबाट 5-10 मिनटमा हिँडाइमा यहाँ आउन सक्नुहुन्छ है ल एकदमै हेर्नु यहाँ मान्छेहरू पुरै यो त अब रिसोर्ट जस्तो यो होटेल जस्तो नि छ स्टेडियम Medalla de bronze del Aquatic Club Esportiu. Segones classificades i medalla de plata Club Natació Poblenou. को विन भयो भनेर स्विमिङमा यहाँ भन्दैछ I medalla d'or Club Natació Esplugues. क्ल्याप्स गर्दैछन् यो गर्दैछन् के हो यहाँ ग्रुपहरू है फाइनली यो पार्क भनौँ अथवा स्विमिङ भनौँ स्टेडियमबाट चाहिँ हामी निस्किसकेका छौँ अब हामी अब यहाँ जङ्गल सफारी हेर्नुहोस् यो भित्र जङ्गल सफारी यो भित्र पार्क कति राम्रो राम्रो छ यो बार्सिलोनामा चाहिँ प्राय हरेक स्ट्याचुहरू चाहिँ यस्तो निउडै बनाएको हुन्छ किन बनाउँछ अथवा यहाँको कल्चर हो कि के हो यो चाहिँ थाहा भएन होइन तर हरेक मूर्तिहरू चाहिँ प्राय निउडै हुन्छ है पार्क छ होइन यहाँ यसरी यो केबल कारमा कति मान्छे आवत जावत गरिरहेछ क्या यहाँबाट यो भित्र म तपाईँहरूलाई देखाउँछु अब